अन्तर्राष्ट्रिय श्रमिक दिवस जसलाई विश्वमा मे दिवस भनेर पनि चिनिन्छ र आजको यस अन्तर्राष्ट्रिय श्रम दिवसमा उपस्थित सृजन एक्सन पार्टीका लेबर वेलफेयर काउन्सिलका उपाध्यक्ष श्री आरसी रायज्यू, लेबर वेलफेयर काउन्सिलका अध्यक्ष श्री तिलक कार्कीज्यू, भाइस प्रेसिडेन्ट रोशन रायज्यू, भाइस प्रेसिडेन्ट मासुम शेर्पाज्यू, एक्जिक्युटिभ मेम्बर मणि छेत्रीज्यू, जनरल सेक्रेटरी हरि भण्डारीज्यू, पब्लिसिटी सेक्रेटरी केशव अधिकारीज्यू, पब्लिसिटी सेक्रेटरी अशोक रायज्यू, एक्जिक्युटिभ मेम्बर केबी छेत्रीज्यू, साथै पाक्योङ डिस्ट्रिक्टका अध्यक्ष लेबर वेलफेयर काउन्सिलका ललित छेत्रीज्यू, साथै सृजन एक्सन पार्टीका अन्य वरिष्ठ लिडर्सहरू, श्रमिक दाजुभाइ दिदीबहिनी साथीहरू, यहाँहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन जनाउँदै आफ्नो कुराहरू राख्ने यहाँहरू समक्ष अनुमति चाहन्छु। र आज विशेष गरेर सम्पूर्ण सिक्किमका सबै श्रमिक साथीहरू, दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैलाई मजदुर दिवसको या मे दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मजदुर दिवस कसरी कहिलेदेखि पालन गरिएको भन्ने कुरा पूर्व वक्ताले भनिसक्नु भएको छ र विशेष गरेर आजको दिन विश्वमा 80 वटा भन्दाखेरि ज्यादा देशहरूमा श्रमिक दिवस या मजदुर दिवसको रूपमा पालन गरिन्छ र आजको दिन मजदुरहरूको या श्रमिकहरूको देश राज्य निर्माणमा उहाँहरूको सङ्घर्ष, उहाँहरूको कडा मेहनतलाई सम्मान गर्ने दिन हो, उहाँलाई याद गर्ने दिन हो अनि उहाँहरूको हक र अधिकार विषय उहाँलाई सचेत गराउने दिनमा को रूपमा, त्यो सचेत गराउने दिनको रूपमा विश्वमा पालन गरिन्छ। त्यसरी नै सृजन एक्सन पार्टीका लेबर वेलफेयर काउन्सिलले छोटो समयमा पनि यो रोचक राम्रो कार्यक्रम आयोजना गरिदिनु भएकोमा म सबै लिडर्सहरूलाई धन्यवाद दिन चाहन्छु। र आजको दिनै श्रमिकहरूको हक र अधिकारको आन्दोलनमा, सङ्घर्षमा जतिले ज्यान गुमाए विश्वमा, उहाँहरूलाई पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। 1886 मा अमेरिकाको शिकागो भन्ने शहरमा त्यहाँ मजदुरहरूले आन्दोलन सुरु गर्यो, स्ट्राइक सुरु गर्यो कि त्यस समय मजदुरहरूको माग थियो कि मजदुरहरूले अब केवल 8 घण्टा मात्रै काम गर्ने हामीले अधिकार पाउनुपर्छ। त्योभन्दा अगाडि मजदुरहरूलाई 12 घण्टा 15 घण्टा काम गराइन्थ्यो र मजदुरहरूको माग थियो कि दिनको 24 घण्टालाई 3वटा भागमा बाँडेर उहाँले 8 घण्टा आफू काम गर्ने, मेहनत गर्ने, 8 घण्टा आराम गर्ने, विश्राम गर्ने अनि 8 घण्टा आफ्नो परिवारलाई पनि समय दिने। र यसरी उहाँको मजदुरहरूको माग थियो 8 घण्टा मात्रै काम गर्नु पाउनुपर्छ भने, यो हक र अधिकार पाउनुपर्छ भनेर 1886 मा शिकागो भन्ने शहरमा आन्दोलन सुरु भयो। अनि त्यहाँनिर शिकागो शहरको हे मार्केट भन्ने ठाउँमा जब उहाँहरू मजदुरहरूले आफ्नो माग मागिरहेको थियो त्यस समय त्यहाँनिर बम पड्काइन्छ, बम विस्फोट हुन्छ अनि धेरै मजदुरहरूको ज्यान जान्छ। अनि त्यस समय पुलिस र त्यस समयको प्रशासन र मजदुरहरू माझमा भिडन्त हुन्छ अनि पुलिसहरूको गोलीले पनि धेरै मजदुरहरूको ज्यान जान्छ। त्यहाँदेखि त्यो आन्दोलनले अझ उग्र रूप लियो र त्यस समयका प्रशासनहरूले सोचेको थियो कि मजदुरहरूमाथि यसरी बम पड्काए पछाडि उहाँहरूलाई गोली ठोकेर मारे पछाडि मजदुरहरू डराउँछ
अनि आन्दोलन सकिन्छ भनेर उहाँले सोचेको थियो, तर त्यसको विपरीत भयो। अझै मजदुरहरू भड्के, अझै उहाँहरूले त्यस जतिले ज्यान गुमाए उहाँहरूबाट प्रेरणा लिएर तीव्र रूपमा उहाँले मजदुर आन्दोलनलाई अगाडि बढायो अनि उहाँहरूको हक उहाँले लिएरै छोड्यो। अनि त्यसरी 1889 सालदेखि विश्वमा 1 मेलाई मजदुर दिवसको रूपमा पालन गरियो, किनभने उहाँहरूको आन्दोलन 1 मे 1886 सालमा सुरु भएको थियो। अनि त्यही दिनलाई नै उहाँहरूको मजदुरहरूलाई सम्मान गर्दै मजदुर दिवसको रूपमा या श्रमिक दिवसको रूपमा त्यहाँदेखि पालन गर्दै आएको। र भारतमा 1923 सालमा पहिलोचोटि मजदुर दिवस पालन गरियो। यो भारतको चेन्नई भन्ने जग्गामा, तपाईँलाई थाहा छ, चेन्नईमा लेबर किसान पार्टीले पहिलो पल्ट देशमा, हाम्रो देशमा यसरी श्रमिकहरूको हक अधिकार, श्रमिकहरूलाई बताउने, जागरुक गराउने अनि श्रमिकहरूको बलिदानलाई पनि सम्मान गर्नेको दिनमा पालन गरियो। त्यसरी एउटा त्यसरी चल्दै आएको र प्रत्येक राज्यमा मनाइन्छ। र आज हामीले पनि पार्टीको तर्फबाट यहाँ मनाइरहेको छौँ। जतिजना आउनुहोस्, तपाईँलाई सम्मान छ। अनि श्रमिकको त अघि यहाँनिर हाम्रो आशी राईज्यूले भन्नुहुँदै थियो कि मजदुर श्रमिक भनेपछि अलिकति अर्कै दृष्टिले हेर्ने हाम्रो समाज निर्माण भएको छ। सानो मान्छे, गरिब मान्छे भन्ने खालको सोच छ। तर श्रमिकको त श्रम भनेको थियो। श्रम भनिन्छ 2 तरिकाको श्रम हुन्छ। एउटा कोही हामी फ्याक्ट्रीमा काम गर्छौँ, बारीमा काम गर्छौँ, अनेकौं आफ्नो शरीर जान्ने हाम्रो शरीर प्रयोग हुन्छ, शारीरिक श्रम हुन्छ। अर्को हुन्छ मानसिक श्रम, जहाँ चाहिँ हामी ब्रेनलाई युज गर्छौँ, दिमागलाई युज गर्छौँ, त्यो पनि श्रमै हो। उहाँले पनि श्रमै गरेको, मेहनत गरेको। जस्तो ठुल्ठुलो टेक्नोलोजिस्टहरू हुन्छ, सफ्टवेयर इन्जिनियर्स हुन्छ, ठुलो इनोभेसन्स गर्ने, आविष्कार गर्ने कुराहरू, उहाँले पनि मानसिक रूपमा श्रम गर्छ। उहाँहरू श्रमिकै हो। तर हामीले यहाँ श्रमिक भनेपछि चाहिँ श्रम गर्ने चाहिँ खालि शारीरिक श्रम गर्नेसँग मात्रै सोच्छौँ, तर यो 2वटै श्रम हो। अनि श्रमको कति महत्त्व छ। अझ श्रम गरेन भने यो संसार चल्दैन। संसारको इकोनोमी जसरी चल्दैछ, अर्थव्यवस्था चल्दैछ, यो अर्थव्यवस्था इकोनोमी कहाँबाट सुरु हुन्छ भनेदेखि श्रमबाट सुरु हुन्छ। यो त लेबरबाट सुरु हुन्छ। अनि जो छैन भने, यदि श्रम गर्ने, मानसिक र शारीरिक श्रम गर्ने मान्छेहरू संसारमा छैन भने चाहिँ यो संसार अगाडि बढ्न सक्दैन, संसार अगाडि जान सक्दैन, संसारको यो इकोनोमी, अर्थव्यवस्था अगाडि बढ्न सक्दैन, चल्न सक्दैन। र यो अर्थव्यवस्थाको पहिला चक्काहरू चाहिँ शारीरिक श्रम गरेर मानसिक श्रम गर्ने उहाँहरूकै योगदान हो। त्यस कारणले गर्दाखेरि श्रमिकहरूको सबभन्दा ठुलो सम्मान हुनुपर्छ समाजमा। यदि जुन चाहिँ समाजमा श्रमको सम्मान रहँदैन, सम्मान हुँदैन, जुन चाहिँ देशमा श्रमको सम्मान हुँदैन, त्यो देश राष्ट्र अगाडि बढ्नै सक्दैन। त्यस कारणले गर्दा सिक्किम पनि हामी विकसित सिक्किम निर्माण गर्न चाहन्छौँ भने हाम्रो त्यो सपना, हाम्रो लक्ष्य, हाम्रो त्यो आकांक्षा छ भने चाहिँ सबभन्दा पहिला हामीले यहाँ श्रम गर्ने माहौल सृजना गर्नुपर्छ। सिक्किममा सबजनाकोबाट श्रम हुनुपर्छ, शारीरिक श्रम होस् या मानसिक श्रम होस्। यो 2 तरिकाको श्रमिकहरूले सिक्किमले पैदा गर्नुपर्छ। जति बेसी हामीले यो 2 तरिकाको श्रमिकहरू पैदा गर्न सक्छौँ, त्यति नै रफ्तारमा, त्यति नै छिटो सिक्किमले उन्नति गर्नेछ, विकास गर्नेछ। तर यो कुरालाई अवहेलना गरेर खालि जिन्दाबाद भन्दै हिँड्नेहरू मान्छेहरू मात्रै भेला गर्यो, खालि आफ्नो गुणगान गाउने मात्रै भेला गर्यो, अनि यसरी रिल्स बनाउनेलाई मात्रै सम्मान गर्दै हिँड्यो भने चाहिँ देश अगाडि बढ्न सक्दैन, देश अघि जान सक्दैन। आज थाहा छैन राज्य सरकारले श्रमिकहरूलाई सम्मान गर्ने कस्तो कार्यक्रम गर्दैछ, कहाँ गर्दैछ, त्यो त जानकारी भएन। आज बेलुकासम्म थाहा हुन्छ होला। उहाँहरू कति, राज्य सरकार कति यो विषयमा सिरियस छ, त्यो बेलुका उहाँको कार्यक्रम हेरेर हामी थाहा पाउँछौँ। मुख्यमन्त्रीको वक्तव्य सुनेपछि थाहा पाउँछौँ। तर अहिले हामीले त्यो केही चाल पाएको छैनौँ र यसमा आउँदो दिनमा हामी कुरा गर्नेछौँ। र अब यो लेबर विषय, यो श्रम विषय, श्रमिकहरूको लागि
भारत सरकारले धेरैवटा कानुन निर्माण गरेको छ, बनाएको छ। यो विषय चाहिँ कन्करेन्ट लिस्ट भन्छ। यो केन्द्रले पनि कानुन बनाउँछ अनि राज्यले पनि बनाउनु पर्छ। र आजभन्दा पहिला 29 वटा विभिन्न तरिकाको कानुनहरू केन्द्र सरकारले पारित गरेको थियो, बनाएको थियो। र यो कानुनहरू चाहिँ श्रमिकहरूको हितमा, सबै तहको श्रमिकहरूको हितमा बनाएको कानुनहरू 29 वटा थियो। तर वर्तमान केन्द्र सरकारले यो 29 वटै कानुनलाई सबैमा जोडेर यो ज्यादा कानुन भएर कति पुरानो कानुन भयो, अहिलेको समय सापेक्ष कानुन नभएको कारणले गर्दाखेरि केन्द्र सरकारले यो 29 वटा कानुनलाई मिसाएर अहिले 4 वटा मात्रै बनाएको छ। र 4 वटा यसलाई चाहिँ लेबर कोड्स भनेर भन्छ। अघि यो श्रमिकहरूको संहिताको रूपमा लिएको छ र यो 4 वटा लेबर कोड्स बनाएको छ। आज यसलाई 4 वटा कोड के भन्दाखेरि कोड एन्ड वेजेस 2019 भन्छ। र श्रमिकहरूको ज्याला कसरी पाउनुपर्छ, कति पाउनुपर्छ भन्ने विषयमा एउटा अलग्गै कानुन बनाएको छ, त्यसलाई भन्छ कोड एन्ड वेजेस 2019। अर्को छ इन्डस्ट्रियल रिलेसन कोड 2020। आज कतिजना यहाँ फ्याक्ट्रीमा काम गर्ने आउनु भएको छ। र इन्डस्ट्रियल रिलेसन कोड त्यो जम्मै पहिला अनेकौं कानुनहरू थियो, धेरै कानुनहरू थियो, त्यसलाई एकै ठाउँमा ल्याएर इन्डस्ट्रियल रिलेसन कोड भनेर 2020 तयार गरेको छ। त्यस्तै तरिकाले अकुपेसनल सेफ्टी हेल्थ एन्ड वर्किङ कन्डिसन कोड 2020 यो पनि सरकारले बनाएको छ। अनि अर्को भन्छ सोशल सेक्युरिटी कोड 2020। र यो 4 वटा अहिले मूल रूपमा चाहिँ देशमा केन्द्रको लेभलमा चाहिँ 4 वटा कानुन बनाएको छ। यो 4 वटा कानुनले चाहिँ अब सबै वर्गको श्रमिकहरूको हित र उहाँहरूको अधिकार, उहाँहरूको सुरक्षा जम्मै कुरोमा यसमा इलाबोरेट गरेको छ, यसमा बताइएको छ। र प्रत्येक राज्यलाई यो 4 वटा कोडलाई, लेबर कोड्सलाई चाहिँ इम्प्लिमेन्ट गर्ने निर्देशन दिएको छ। र सिक्किमले पनि यसमा रुलहरू तयार गर्दैछ र नोटिफाई गरिसकेको छैन रुलहरूमाथि। र जब रुल बनिन्छ त्यहाँदेखि यो केन्द्रले बनाएको 4 वटा चाहिँ श्रमिकहरूको लागि, अधिकारको लागि बनाएको कानुन छ, त्यहाँदेखि सिक्किममा पनि लागू हुनेछ। र विशेष गरेर यो 4 वटा केन्द्रले बनाएको जुन चाहिँ यो कानुनहरू छ, यसमा के हुन्छ भन्दाखेरि यसमा एउटा सबभन्दा ठुलो हुनु त लेबर युनियनहरूले, ट्रेड युनियन्सहरूले यसको कति विरोध पनि गरिरहेछ देशमा। र अहिले तपाईलाई थाहा छ सिक्किममा पनि फ्याक्ट्री, ठुल्ठुलो फ्याक्ट्रिजहरूले चाहिँ लेबर कन्ट्र्याक्टमा लिन्छ। लेबर कन्ट्र्याक्टर उहाँले हायर गरेको छ अनि लेबर कन्ट्र्याक्टर मार्फत चाहिँ इन्डस्ट्रीले चाहिँ वर्कर्सहरू लिँदैछ। त्यस कारणले गर्दाखेरि वर्करले पाउनु पर्ने पैसा पनि कम्ती पाउँदैछ। त्यहाँ एउटा कमिसन राखिदिएको छ। किन राख्यो भन्दाखेरि पहिलाको पुरानो फ्याक्ट्रिज एक्ट अन्तर्गत चाहिँ के थियो भने कि यदि एउटा फ्याक्ट्रीमा 100 जना भन्दा बेसी कामदारहरू छ, श्रमिकहरू छ भने चाहिँ त्यहाँ कामबाट कसैलाई मान्छे निकाल्नु पर्यो, कामबाट हटाउनु पर्यो या फ्याक्ट्री बन्द गर्ने उहाँले सोच्यो भने चाहिँ त्यति बेला राज्य सरकारको पर्मिसन लिएर मात्रै कसैलाई पनि कामबाट निकाल्नु पाउने या फ्याक्ट्रीलाई बन्द गर्नु पाउने प्रावधान थियो। त्यसकारणले गर्दाखेरि यो झमेलाबाट फ्याक्ट्री बाँच्नको लागि अब कति बेला कोही बेला फ्याक्ट्री राम्रो चल्दैन, प्रोडक्सन कम्ती हुन्छ, त्यति बेला कम्ती मान्छे चाहिन्छ। अनि हौ त्यो सुविधाको लागि चाहिँ फ्याक्ट्रीले के उपाय खोज्यो कि 100 जना मात्रै आफ्नो कम्पनीको पेरोलमा इम्प्लोइलाई लिने, अरूलाई चाहिँ त्यहाँभन्दा ज्यादालाई चाहिँ अब 300-400 इम्प्लोइ छ भने अरूलाई चाहिँ कन्ट्र्याक्ट, लेबर कन्ट्र्याक्टद्वारा लिने, ताकि उहाँलाई निकाल्दाखेरि चाहिँ सरकारी झमेला कहीँ पनि आइ नपरोस् भनेर उहाँले आफ्नो फ्याक्ट्रीको सुविधाको लागि चाहिँ लेबर कन्ट्र्याक्टहरू हायर गरेर लिनु राख्यो। तर अहिलेको नयाँ यो लेबर कोडमा के प्रावधान राखिएको छ भने चाहिँ अब 100लाई बढाएर चाहिँ 300 गरिएको छ। यदि 300 सम्म चाहिँ एउटा फ्याक्ट्रीको वर्कर छ, काम गर्ने मान्छे छ भने उहाँले कामबाट निकाल्दा उहाँले के फ्याक्ट्री बन्द गर्दाखेरि राज्य सरकारको अनुमति लिनु पर्दैन। त्यस कारणले गर्दा यो एउटा त अब हुन सक्छ यो फ्याक्ट्री अब केन्द्र सरकारको यसमा के तर्क छ भने ज्यादा इम्प्लोइमेन्ट क्रिएट हुन्छ भन्ने कुराहरू छ। तर यसो गर्दाखेरि चाहिँ अर्को तर्क के छ भने अब लेबर कन्ट्र्याक्ट चाहिँ आफै हट्दै जान्छ। किनभने यो लेबर नयाँ जुन चाहिँ कोड आएको छ त्यो अन्तर्गत चाहिँ इक्वल वर्क इक्वल पे, यदि आज तपाईले एउटै पोस्टमा काम गर्दैछ, सेम खालको काम गर्दैछ,
तब लेबर कन्ट्र्याक्टबाट तपाईहरु काम गर्नु हुँदैछ र अर्को कम्पनी पेरोलमा काम गर्दैछ भने चाहिँ सेम एउटै डेजिग्नेसन एकै खालको काम हो, तर कम्पनी पेरोलमा हुनेले चाहिँ बेसी तलब पाउँदैछ, तपाईले कम्ती तलब पाउँदैछ नि। अब यो नयाँ कानुनले चाहिँ त्यो हटाउँदैछ, बराबर पैसा पाउनुपर्छ। अब बराबर पैसा पाउनुपर्छ। अनि अब कम्पनीले पनि लेबर कन्ट्र्याक्टर राख्दाखेरि चाहिँ अब कम्पनीलाई नोक्सान हुँदै जान्छ। अब डाइरेक्ट कम्पनीले हायर गरेर चाहिँ डाइरेक्ट कम्पनी पेरोलमा 300 जना सम्म चाहिँ लिनु पाउने व्यवस्था भइदिएको छ। त्यसकारणले गर्दाखेरि अहिलेसम्म यो सरकारले लेबर कन्ट्र्याक्ट सिस्टम हटाएन र आशा गर्छौं यो नयाँ लेबर कोड सिक्किममा लागू भए पछाडि लेबर कन्ट्र्याक्ट सिस्टम हटेर धेरैवटा फ्याक्ट्रीले डाइरेक्ट कम्पनीको पेरोलमा आफ्नो इम्प्लोइहरूलाई लिनु सक्छ, लेबरहरू लिनु सक्छ र यो प्रावधान एउटा छ। अर्को यो नयाँ कानुनमा आएको छ कि पहिला जति पनि सोशल सेक्युरिटीको प्रोग्राम्सहरु थियो, कार्यक्रमहरु थियो, पेन्सनको कार्यक्रमदेखि लिएर इम्प्लोइज प्रोभिडेन्ट फन्डको कुराहरु, यो ईसीआई को कुराहरु लिएर इन्स्योरेन्सको कुराहरु जम्मै चाहिँ यो अर्गनाइज सेक्टर भन्छ, जहाँ चाहिँ तपाईको अर्गनाइज सेक्टर्सको वर्करले मात्रै पाउँथ्यो भने अब नयाँ कानुनले चाहिँ अनअर्गनाइज सेक्टर जहाँ अन्य सेक्टरमा पनि काम गर्दैछ, जहाँ फ्याक्ट्रीदेखि तपाई बाहिर जहाँ कामहरु गर्दैछ त्यो जम्मै सेक्टरमा काम गर्ने अब श्रमिकहरुले पनि यो सुविधाहरु अब पाउँदै जानेछ, पाउने यो व्यवस्था मिलेको छ। अर्को केन्द्रले कानुन ल्याएको छ कि केन्द्रको कानुन अनुसार अब मिनिमम वेज एक्ट जुन चाहिँ राज्यले मिनिमम वेज तय गर्छ त्यो चाहिँ राज्यले आफ्नै तरिकाले मनमानी तरिकाले गर्नु नपाउने पनि यसमा प्रावधान आएको छ। त्यसमा अब उसो केन्द्र सरकारले फ्लोर रेट भन्छ, उहाँले एउटा वर्करले एउटा श्रमिकले कति पैसा पाउनुपर्छ दिनको रोज त्यो चाहिँ केन्द्र सरकारले तोक्नेछ अनि त्यसलाई फ्लोर रेट भन्छ र त्यो फ्लोर रेटको आधारमा नै राज्यले पनि मिनिमम वेज तयार गर्नुपर्छ। र अहिले केन्द्र सरकारको मिनिमम वेज हेर्यो भने चाहिँ 21,000 हो, सिक्किमको मिनिमम वेज 15,000 हो र यही तरिकाले चाहिँ केन्द्रको अहिले जुन चाहिँ मिनिमम वेज छ त्यही अनुसार उहाँले फ्लोर रेट राख्यो नयाँ कानुनमा भने चाहिँ हाम्रो वेजेस पनि बढ्न सक्छ श्रमिकहरुको। र केन्द्रको अहिले 21,000 छ, त्यही बराबरमा फ्लोर रेट बस्यो भने हाम्रो पनि 20,000 भन्दा बेसी श्रमिकहरुले पैसा पाउनु पर्छ र यो पनि एउटा प्रावधान नयाँ प्रावधान आएको छ। अर्को यसमा छ अहिले चाहिँ राति विशेष गरेर नारीहरुलाई चाहिँ राति फ्याक्ट्रीहरुमा काम गर्न अनुमति दिइदैन, राति नाइट शिफ्टहरु हुँदैन र नयाँ कानुन अनुसार चाहिँ अब चाहिँ इन्डियामा राति पनि नारीहरुले पनि काम गर्ने छुट दिएको छ, परमिसन उहाँहरुलाई दिन पाउँछ र यसरी चाहिँ यो एउटा नयाँ कानुन आएको छ र सिक्किम सरकारले कहिलेदेखि लागू गर्छ हामी हेरिरहेको छौं र यो कानुन नयाँ जुन चाहिँ लेबर कोड आएको छ यो विषयमा श्रमिकहरुलाई जागरुक गराउनु पर्ने, उहाँहरुलाई जानकारी गराउनु पर्ने, यसको फाइदा नोक्सानहरु बताउनु पर्ने। यसमा राज्य सरकारले काम गरेको जस्तो त्यति लागेको छैन र अब यस्तो कुराहरु जहाँ चाहिँ श्रमिकहरुको उहाँको इम्पावरमेन्ट, उहाँ सशक्तिकरणको कुराहरु आउँछ, उहाँको हक अधिकारको कुरा आउँछ, सरकार चुप लागेर बस्छ। सरकार चुप लागेर बस्छ। 15,000 पनि मिनिमम वेज चाहिँ भोट नजिक आएको थियो मात्रै बनाएको, भोटै जित्नु मात्रै बनाएको, श्रमिकहरुको हित र कल्याणको लागि पटक्कै होइन। किनभने साँच्चै नै उहाँहरु चाहिँ सरकार चाहिँ चिन्तित छ कि सिक्किममा कस्ट अफ लिभिङ हाई छ, यहाँनिर चाहिँ एकदम महँगो ठाउँ हो सिक्किम भनेको सरकारलाई साँच्चै सरकारलाई लागेको हो भने आज किन प्राइभेट कम्पनीमा मात्रै मिनिमम वेज एक्ट इम्प्लिमेन्ट गर्यो? आज आफ्नो सरकारले आफूले नोकरी दिएको हरुलाई चाहिँ किन 9,000, 10,000, 11,000, 12,000 मा राखिएको छ? यो विषयमा चिन्तित छैन रे, किनभने सरकारमा त अलिकति बगवत गर्यो भने कामबाट निकालिदिहाल्छ, योर सर्भिस इज नो मोर रिक्वायर्ड भनिहाल्छ। अनि जो डरले त सरकार भने बोल्नु सक्ने होइन। अनि प्राइभेट कम्पनीमा हजारौं युवाहरू छ, त्यहाँ चाहिँ बगवत भयो भने म त सत्ताबाट जान्छु भने डरले मात्रै त्यो गरेको। अनि यो हित उहाँको श्रमिकहरुको हितको लागि, उत्थानको लागि गरेको होइन र सरकार यस्तो कुरामा कहिले कहिले चिन्तित छैन। उहाँको भाषण सुन्दाखेरि, सरकारले नेतृत्व गर्ने नेतृत्वको भाषण सुन्दाखेरि कहीँ पनि सिक्किमलाई एउटा भिजन, एउटा दर्शन, एउटा के भन्ने एउटा भिजनको साथमा अगाडि बढाएको हामी कहीँ पनि पाउँदैनौँ। हिजो अस्ति उहाँले भाषण गर्दै थियो, सरकार आइहाल्छ 29 र 34 मा, किन भन्दाखेरि त 30,000 अझै नपरि दिन्छ भन्छ।
मुख्यमन्त्रीले यो खालको वक्तव्यहरू दिनु चाहिँ यो गैर जिम्मेवारीपूर्वक वक्तव्य हो। यो स्टेटमेन्ट यस्तो खालको उहाँले स्टेटमेन्ट दिनु चाहिँ उहाँ चाहिँ डराइसकेको हो। सरकारबाट म झरे भने म बर्बाद हुन्छु, म त सिक्किममा बस्नै नसक्ने हुने रहेछु भनेर डरले चाहिँ सरकार कसरी थाम्ने भन्ने कुरा उहाँको स्पष्ट झल्किन्छ। किनभने सरकारकोमा डेटा हुनुपर्छ। हामी सिक्किममा लेबर फोर्स कति छौँ त्यो सरकारकोमा आँकडा हुनुपर्छ, नम्बर हुनुपर्छ। लेबर फोर्स भनेको के हो? लेबर फोर्स भनेको चाहिँ के हो? जसले चाहिँ काम गरिरहेको छ, काम गर्ने मान्छे, अनि जो काम गर्न चाहन्छ, काम गरेर आफ्नो परिवार पाल्न चाहन्छ, आफै काम गरेर पैसा रुपियाँ कमाउन चाहन्छ, आफूलाई वर्कर रूपमा स्थापित गर्न चाहन्छ, त्यस्तो मान्छे कति छ त्यसलाई भन्छ हामी अर्को भाषामा अनइम्प्लोइड, बेरोजगार पनि भन्छौँ। र बेरोजगार र अहिले रोजगार कति मान्छेले पाएको छ त्यो मिलाएर हाम्रो सिक्किमको वर्कफोर्स हुन्छ, लेबर फोर्स हुन्छ। अनि त्यसमा कतिले काम पाए, कतिले काम पाएको छैन। त्यो अनुसारले सरकारको हरेक बजेटमा हरेक वर्ष बजेट राख्दाखेरि चाहिँ कति इम्प्लोइमेन्ट क्रिएट गर्ने, कति रोजगार सृजना हुन्छ सरकारले चाहिँ त्यति खर्च गर्दाखेरि सरकारको आँकडा हुनुपर्छ। यो साल सिक्किम सरकारले 14,000 करोड खर्च गर्दैछ सिक्किममा। त्यसमा 3300 करोड सरकारले लोन लिँदैछ, ऋण लिँदैछ। यो साल सिक्किमलाई 3300 करोड लोनमा डुबाउँदैछ। पोहोर साल पनि 3000 करोड लोन लियो। यो 2 वर्षमा मात्रै सरकारले करिबन 6,500 करोड लोन लिएको छ। अनि यति खर्च गरे पछाडि 14,000 करोड खर्च गर्दाखेरि चाहिँ हाम्रोमा अहिले चाहिँ कति चाहिँ बेरोजगार छ र कतिले रोजगार पाउँछ त्यो सरकारले स्पष्ट मुख्यमन्त्रीले बताउन सक्छ। कुन कुन सेक्टरमा उहाँले रोजगार सृजना गर्दैछ त्यो बताउन सक्नुपर्छ। सर्भिस सेक्टरमा कति रोजगार सृजना गर्यो, म्यानुफ्याक्चरिङ सेक्टरमा कति रोजगार सृजना गर्यो, एग्रिकल्चरमा कति रोजगार सृजना गर्न सक्ने, त्यो कुराको आज बताउनु पर्छ त। तर यहाँ त कुरा छैन। 30,000 नोकरी दिइहाल्छु, नोकरी दिने हामीलाई भोट दिन्छ अरे। अनि अर्को त 26,000 रेगुलर गरेको छ, त्यसमा 1,000ले फाल्टोलाई भोट दिन्छ अरे। 25,000 त उहाँकै भोट अरे। एउटा 4 भोट गल्ती गर्दा पनि सरकार त आयो भनेर भन्छ। भोट जित्ने सरकार बनाउने यो प्रतिस्पर्धा होइन। यहाँ प्रतिस्पर्धा त, यहाँ त कम्पिटिसन त सिक्किमलाई कसरी राम्रोसँग अगाडि बढाउने, सिक्किमलाई कति मजबुत बनाउने त्यो कुराको हुनुपर्छ। आज सरकार 1 वर्ष चलाउनुहोस् कि 2 साल चलाउनुहोस् कि 20 साल 30 साल, त्यो गन्ती होइन। तर आफू सत्तामा रहँदाखेरि चाहिँ सिक्किमलाई के योगदान दिन सक्यो त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। त्यस कारणले गर्दाखेरि अहिले सिक्किममा चाहिँ सरकारको एउटा भिजन नभएको कारणले गर्दाखेरि अरू रोजगार सृजना गर्नु त छोडो कुरा, तर आज सिक्किममा प्राइभेट सेक्टरमा, म्यानुफ्याक्चरिङ सेक्टरमा जति रोजगार पाएको छ, जति श्रमिकहरू हुनुहुन्छ, उहाँको रोजगारलाई सरकारले 2027मा कसरी बचाउने, कसरी रिटेन गर्ने उहाँको जबलाई, त्यसमा सरकारले के सोचेको छ। किनभने एसकेएम सरकारको 6 सालको यो कार्यकालमा सिक्किममा 5वटा भन्दाखेरि ज्यादा फ्याक्ट्रीहरू बन्द भइसकेको छ, इन्डस्ट्री क्लोज भयो, बन्द भयो। हामी कुरा सुन्छौँ धेरै इन्डस्ट्रिजहरू जानेवाला छ। किनभने जुन तरिकाले सरकारले दल्ती दिँदैछ, जुन तरिकाले इन्डस्ट्री फ्रेन्डली यहाँ त पोलिसी बनाउनु पर्ने, इज अफ डुइङ बिजनेस भन्छ, इज अफ डुइङ बिजनेसमा सरकारले ध्यान दिनुपर्ने। तर यहाँ त कमिसन मागेर फ्याक्ट्रीको मालिकहरूले यति साह्रो दुःख दिइसकेको छ। उहाँहरू कहिले सिक्किमबाट उनको भागो भन्ने हुन्छ। र उहाँहरूले यहाँ बसेको त एउटै कारणले बसेको छ कि 2027सम्म उहाँहरू बसिरहँदाखेरि उहाँहरूले सिक्किमको युनिटबाट, सिक्किमको फ्याक्ट्रीबाट कमाएको इन्कम कमाउँदाखेरि उहाँलाई इन्कम ट्याक्सको मिनाइ छ, छुट छ, अन्य ट्याक्सहरूको छुट छ, अनि मात्रै उहाँहरू बसेको छ। जसको छुट सक्यो, जस फ्याक्ट्रीले चाहिँ अब त्यो सुविधा पाउनु छोड्यो, उहाँहरू बन्द गरेर जानु थाल्यो, सिक्किमबाट भाग्न थालेको छ। अनि 6 सालमा एकजना इन्भेस्टरलाई सिक्किममा सरकारले ल्याउनु सकेन। उहाँले पटनामा गएर करोड रुपियाँ खर्च गर्यो इन्भेस्टर मिट भनेर,
त्यो पटनाको इन्भेस्टर मिटले सिक्किममा एउटा इन्भेस्टर आएन। G20 समिट सिक्किममा भयो। G20 समिटमा करोड रुपैयाँ खर्च गर्यो अनि उहाँले भन्यो कि यहाँ इन्भेस्टर सिक्किममा आउँछ भनेर भन्यो। G20 समिट गरेर करोडौं रुपैयाँ खर्च गर्दाखेरि एकजना इन्भेस्टर आएन। एकजना इन्भेस्टर आएको छ सरकारले बताउनु पर्छ। आज एकजना इन्भेस्टर ल्याउन सकेको छैन। इन्भेस्टर मिट भन्छ कुनै आउनेवाला छैन। अनि सिक्किम चाहिँ आज एकदमै रङ ह्यान्डमा गएको छ। त्यसकारणले गर्दा सारा सिक्किमका आज जो पनि तपाईहरुको मेहनत गर्ने श्रमिकहरु हुनुहुन्छ, मेहनत गर्नु हुँदैछ, तपाईहरु मेहनत त गर्नु हुँदैछ, तर तपाईको भविष्य पनि सुरक्षित छैन सिक्किममा। आज भोलि आज तपाई काम गर्दै गरेको फ्याक्ट्री भोलि बन्द हुन सक्छ, पछि बन्द हुन सक्छ, कुनै समय बन्द हुन सक्छ। त्यस्तो अवस्थामा आज सरकारले यहाँ सिक्किमलाई नथालिङ्गे बनाएको छ र यसमा सरकार कहीँ सिरियस देखिरहेको छैन। यस कारणले गर्दाखेरि सरकारलाई सुझाव छ कि यो विषयमा सरकारको गहन चिन्तन मनन आज गर्न जरुरी छ। आज विभागमा अफिसरहरु धेरैजना अफिसर राम्रो काम गर्न चाहन्छ, सिक्किमलाई राम्रो अगाडि बढाउन चाहन्छ, सिक्किमलाई योगदान दिन चाहन्छ, तर उहाँले अवसर पाएको छैन। किन भन्दाखेरि उहाँको जो टाउके छ, जो सरकार नेतृत्व गर्दैछ, उहाँहरुको सोच विचार भनेको चाहिँ सत्तामा रहेर कसरी पैसा रुपैयाँ कमाऊ, कसरी धन सम्पत्ति कमाऊ, कसरी ठुलो कसले भन्दा कसले ठुलो बिल्डिङ बनाउने, होटल बनाउने, त्यसमा मात्रै प्रतिस्पर्धा चलिरहेको छ र सिक्किम आज रङ ह्यान्डमा यसकारण गएको छ। सिक्किमलाई अगाडि बढाउनु, मैले अघि भने एउटा विकसित राज्य बनाउनु हो भने एउटा त हामी आज सरकारको फोकस हुनुपर्छ र यो दक्ष मानव संसाधन निर्माण गर्न भारत सरकारले हजारौं करोड पैसा दिएको छ सिक्किमलाई। त्यो पैसा आज कहाँ जाँदैछ? हामीले दक्ष मानव संसाधन हामी कतिको निर्माण गर्दैछौँ र यो कुराहरू चाहिँ आज सिक्किममा चर्चा आउनुपर्छ, चर्चा गर्नुपर्छ। र कुनै पनि अघि मैले भने कि कुनै पनि राष्ट्रको अर्थव्यवस्थालाई अगाडि बढाउनु हो भने, आर्थिक रूपमा सिक्किमलाई मजबुत अगाडि लानु हो भने तीनवटा कुराहरू बहुत इम्पोर्टेन्ट हुन्छ। तीनवटा कुरा महत्त्वपूर्ण कुरा हुन्छ। एउटा के हो भन्दाखेरि हाम्रो जमिन, हाम्रो ल्यान्ड, हाम्रो जमिनमा भएको हाम्रो प्राकृतिक संसाधन, नेचुरल रिसोर्सेस, त्यो हामीलाई चाहिने कुरा हो, नेचुरल ल्यान्ड। अर्को हो दक्ष मानव संसाधन, लेबर, यो हामीलाई चाहिन्छ। स्किल वर्कफोर्स चाहिन्छ। स्किल वर्कफोर्सले हाम्रोमा भएको नेचुरल रिसोर्सेसलाई प्रपर तरिकाले त्यसलाई चाहिँ युटिलाइज गर्न सक्छ अनि अगाडि बढ्न सक्छौं। अनि यो दुईवटा कुरालाई, वर्कफोर्स र हाम्रो भएको जमिन ल्यान्डलाई युज गर्नको लागि चाहिँ हामीलाई क्यापिटल चाहिन्छ, पुँजी चाहिन्छ। अनि पुँजी भनेको हामीले राम्रो इन्फ्रास्ट्रक्चर पूर्वाधार राम्रो बनाउनु पर्यो, राम्रो रोड बनाउनु पर्यो, मसिनहरु चाहिन्छ, मसिनहरु ल्याउनु पर्यो। अनि यो कुराले, तीनवटा कुराले मात्रै हामी अगाडि बढ्न सक्छौं। यो तीनवटा कुरामा जब सरकारले पर्याप्त रूपमा खर्च गर्छ, इन्भेस्ट गर्छ, अनि चाहिँ हामी अगाडि बढ्न सक्छौं। तर यो तीनवटा कुरामा आज हेर्नुहोस् त, नेचुरल रिसोर्सेस, प्राकृतिक संसाधन हाम्रो सँगै हैया कुरा आयो, जंगल फाँडेकै छ। हाम्रो खोलाहरूको हालत हेर्नुहोस्। आज त पश्चिम बंगालपट्टि जानुहोस्, खोलामा कहीं जेसीबी लगाएर, एक्सकाभेटर लगाएर पिउने पानीको हालत हेरौं। आज खेती किसान गर्नेको लागि, त्यहाँनिर कृषि गर्नेको लागि, कृषकको लागि पानीको व्यवस्था, सिंचाइको व्यवस्था हेरौं, केही ठीक छैन। बिजुलीको व्यवस्था ठीक छैन। अनि हामी के कुरामा चाहिँ आज ठीक छौं त सिक्किम? आज हामीले 50 साल सिक्किम भारतमा विलय भएको राज्य, हामीले उत्सव राज्यले मनाउँदैछौं, तर के कुरामा आज हामीले गर्व गर्ने कुरा हामीले के हासिल गर्यो 50 वर्षमा? आज हामी कुन चाहिँ सेक्टरमा हामी अगाडि गएका छौं? हामी त सबैजना आज सरकारले त हामीलाई भिख माग्ने बनाएको छ। आज हामीलाई केन्द्रको आशीर्वाद, केन्द्रले पैसा दिएन भने राज्य चल्न सक्दैन, त्यो हालतमा राज्यलाई पुर्याएको छ। त्यसकारणले गर्दाखेरि यो कुराहरुमा सरकारको प्रायोरिटी छ। यो कुरामा सरकारले ध्यान दिँदैछ, काम गर्दैछ भने हामीले सोच्नु पर्यो हाम्रो भविष्य उज्जवल छ, सरकारले सही काम गर्दैछ भन्नु पर्यो। तर खाली नाचगान गर्ने, खाली सबैको भेला गर्ने
अनि खालि मनोरञ्जन गर्ने उफ्रिनेले मात्रै चाहिँ हाम्रो भविष्य छैन। यस कारणले गर्दाखेरि हामीले सरकारसँग चाहिँ यो सरकारले सिक्किमलाई राम्रो भविष्य दिन सक्दैन त्यसै भनेको होइन, उहाँहरूको रङ रूप अनुहार मन नपराएर भनेको होइन। अहिले सरकार चलाउने त ह्यान्डसमहरू छ, अघि ब्युटिफुलहरू छ, सुन्दरीहरू छ, तर उहाँहरूको मन पनि त्यतिकै ह्यान्डसम हुनु पर्यो, त्यतिकै सुन्दरी हुनु पर्यो, मन पनि सुन्दरी मन हुनु पर्यो, अनि पो हुन्छ सिक्किममा। तर यो तरिकाले चाहिँ सिक्किममा बर्बाद गर्दैछ र यो यस कारणले गर्दाखेरि चाहिँ श्रम चाहिँ लेबर चाहिँ कुनै पनि देशको अघि यो इकोनोमीको इन्जिनलाई अगाडि बढाउने एउटा इम्पोर्टेन्ट फ्याक्टर हो र यो श्रमलाई अवहेलना गर्छ भने, श्रमलाई सम्मान गर्दैन भने चाहिँ, श्रमको सम्मान हुँदैन भने हाम्रो बर्बादी बाहेक अरू केही पनि रहँदैन। हामी एक दिन बिलाएर जान्छौँ, हाम्रो वंश सकिएर जान्छ, सब कुछ हामी हराएर जान्छौँ। रहनेछ एक दिन डाइनोसोर हराएको जस्तो विश्वबाट एक दिन सिक्किममा पनि यहाँ त फल्ला क्षेत्रीहरू बस्थ्यो अरे, खड्का बस्थ्यो अरे, यहाँ त राई चामलिङहरू बस्थ्यो अरे, यहाँनिर त लेप्चा बस्थ्यो अरे, यहाँ त याक्थुम्बाहरू बस्थ्यो अरे भन्ने मात्रै रहन्छ, हाम्रो केही रहनेवाला छैन। यस कारणले गर्दाखेरि यति सर्ट साइटेड पोलिटिक्स आज हामी किन गर्दैछौँ सिक्किममा? अझ यति सत्ताको लालच, जो चाहिँ सत्तामै गएको छैन भने एउटा कुरा, तर यति लामो सत्तामा रहेर पनि सत्ताका लालच गर्नु चाहिँ यो दुर्भाग्य हो सिक्किमको। सिक्किमले नेतृत्व नचिन्नु हो र अब सिक्किमले कालो र गोरो छुट्याउने समय आएको छ, सेतो र रातो छुट्याउने समय आएको छ र कालो र सेतो अझै पनि छुट्याउन नसक्ने नै समाज, यस्तै समाज रहिरह्यो भने आज हामी विपक्षमा हुने मात्रै हामी सकिँदैनौँ, सारा सिक्किम सकिन्छ, सारा सिक्किमको वंशै सकेर जान्छ। आज भन्छ धेरैले सिक्किम सानो राज्य हुन्छ, सिक्किम सानो राज्य, सिङ्गापुर भन्दाखेरि सिक्किम चाहिँ 9 गुणा ठुलो, 9 गुणा चाहिँ सिङ्गापुर भन्दा हामी ठुलो हो। सिङ्गापुर केही छैन। आजभन्दा 50 वर्ष अगाडि सिङ्गापुर भन्ने देश चाहिँ हामी भन्दाखेरि 9 गुणा सानो एउटा देश। त्यो देश चाहिँ तपाईँको अर्को देशले चाहिँ छुट्याइदिएको, किन भन्दाखेरि उहाँलाई त्यो भारी भयो। त्यो देशमा केही हुन्थेन, गरिबी थियो, अशिक्षा थियो, ड्रग्स खाने मान्छेहरू थियो, अनि त्यस्तो देश थियो। तर 50 वर्षमा त्यो देश आज विश्वको 5वटा सबभन्दा धनी देशहरूमा, राष्ट्रहरूमा चाहिँ आज सिङ्गापुरको नाम आउँछ। 50 वर्षमा सिङ्गापुर क्या पुग्यो? हामी पनि 50 वर्षको यात्रा हेरौँ, 50 वर्ष पछाडि हामी आज कहाँ पुगेको छौँ? सिङ्गापुर एउटा धनी राष्ट्र भन्यो भने हामी के भएको छौँ आज? आज हाम्रो हालत बर्बाद छ। सिङ्गापुर चाहिँ एउटा गरिब राज्य थियो पहिला, त्यहाँबाट उनीहरू अलग्गै देशमा राष्ट्र भयो। अनि सिक्किम जब एउटा राष्ट्रबाट हामी राज्य हुन आँटेको थियौँ, त्यस समय नै त्योभन्दा केही वर्ष अगाडि, 10 वर्ष अगाडि मात्रै सिङ्गापुर चाहिँ एउटा राज्यबाट चाहिँ उहाँ राष्ट्र निर्माण भएको, एउटा देश बनिएको। तर सिङ्गापुर 50 सालमा कसरी गर्यो भन्दाखेरि उहाँहरू चाहिँ रुल अफ ल अनि ट्रान्सपेरेन्सी भन्छ, त्यहाँनिर चाहिँ त्यहाँको सरकारले कानुनको राज चल्यो। त्यहाँनिर पारदर्शी सरकार चलायो, गुड गभर्नेन्स, सुशासनको कारणले गर्दाखेरि त्यहाँनिर त्यो सरकार उठेको छ। त्यो सरकारले, सिङ्गापुरको सरकारले करप्सनलाई निर्मूल पार्यो, जिरो टलरेन्स करप्सनको विरुद्धमा। एक कुरा सहेन त्यहाँको नेतृत्वले। अनि आज 50 सालमा हामीभन्दा 9 गुणा सानो देश चाहिँ आज विश्वको 5वटा धनी राष्ट्रहरू मध्ये एउटामा गन्ती आउँछ भने आज हामी सिङ्गापुर भन्दा भौतिक रूपमा, नेचुरल रिसोर्सेसमा कहाँ हामी धनी छौँ। आज विश्वकै तेस्रो सबभन्दा अर्को चुचुरा माउन्ट कञ्चनजङ्घा हामीसँग छ, माउन्टेन छ। हाम्रोमा यति साह्रो खोलाहरू छ, सिङ्गापुरमा खोला छैन। हाम्रोमा यति साह्रो विभिन्न मौसमहरू हाम्रोमा आउँछ, सिङ्गापुर त्यस्तो छैन। अनि आज कसरी निर्माण भयो भन्दाखेरि आज त्यो देशहरूबाट हामीले सबक लिएर, शिक्षा लिएर हाम्रो सिक्किमको विकासको मोडल कस्तो हुनुपर्ने त्यो राज्य सरकारले या रुलिङ पार्टीले तय गर्नुपर्छ। तर आजको सरकार त भ्रष्टाचार गर्नु चाहिँ मद्दत गर्ने मुख्यमन्त्री छ। आज त भ्रष्टाचार गरेर ल्याएको पैसामा खुसी हुने मुख्यमन्त्री छ।
उहाँले आफ्नो नजिकको अफिसरलाई नजिकको मान्छेलाई जम्मै करप्सन गर्ने ठाउँमा राखेको छ। अनि मैले अस्ति एकजना सुन्दै थिएँ, एकजना टिचरलाई उहाँले एउटा डिपार्टमेन्ट फुड डिपार्टमेन्टमा पठाउनु भयो, फुड इन्सपेक्टर बनाएर। अनि उहाँले भन्नुभयो मुख्यमन्त्रीले, ल है अब गोली दिएको छु, अब गोल त आफै छिराउँछ होला नि भनेर भने। अनि उहाँले कुरा बुझ्दैन रहेछ के भन्नुभएको मुख्यमन्त्रीले भनेर। अरू साथीसँग सोद्धाखेरि मलाई मुख्यमन्त्रीले यसो भने त के भनेको भन्दाखेरि, अब तिमीलाई जग्गामा पुर्याइदिएको छौ, चोर्नु चाहिँ आफै सिकायो भने पनि गोल आफै लफ भनेको भनेर भन्नुहुन्छ। एउटा शिक्षक पेसामा रहेकोलाई, शिक्षण पेसामा रहेको विद्यार्थीलाई अनेस्टी इज द बेस्ट पोलिसी है, अनेस्टी इज द बेस्ट पोलिसी, नचोर्नु नढाँट्नु भन्ने शिक्षा दिने मान्छेलाई चाहिँ एउटा शिक्षकलाई लगेर चाहिँ आज चोर्नु भनेर सिकाउँदैछ। अनि कसरी सिक्किमले चाहिँ आज सिक्किमको युवा पिँढीले चाहिँ कसरी बेटर भविष्य, हाम्रो राम्रो मेरो भविष्य भोलि हुनेछ, आउने पिँढीको राम्रो भविष्य हुनेछ भनेर चाहिँ कसरी आशा गर्ने, के कुरामा आशा गर्ने, के कुरालाई हेरेर आशा गर्ने, यो कुराहरू चाहिँ आज सिक्किमले साँच्चै नै आज सोच्नु पर्नेछ। र यो कुराहरू आज यो गहन विषयहरू हो, यसमा आज चिन्तन हुनुपर्छ। भनिन्छ सिद्धान्त र उद्देश्यविहीन राजनीतिले चाहिँ, सिद्धान्त र उद्देश्यविहीन राजनीतिले चाहिँ राजनीति गर्नेहरूको लागि एउटा अठोट या प्रशासनमा रहेर काम गर्नेलाई चाहिँ एउटा प्रशासकीय जाँगर सृजना गर्नु सक्दैन भनेर भन्छ। किनभने पोलिटिक्स गर्नेको मान्छेको चाहिँ एउटा सिद्धान्त हुनु पर्यो, प्रिन्सिपल हुनु पर्यो, अर्को हुनु पर्यो अब्जेक्टिभ उद्देश्य हुनु पर्यो। यो दुईवटै कुरा नभएकोलाई चाहिँ एउटा मान्छेमा या त्यो देशको, त्यो राष्ट्रको, त्यो राज्यको नागरिकहरूमा एउटा के गर्ने, एउटा सृजनशील हुने जाँगर पैदा गर्दैन भनेर भन्छ। त्यसकारणले सिक्किममा आज हेर्छौँ कि सबले मुखमा भनाइ के छ, के गर्नु बर्बाद भयो, राम्रो मान्छेले नआए भयो, पोलिटिक्समा त झन् राम्रो मान्छेलाई जग्गै छैन भन्न थालेको छ। किनभने त्यो एउटा सत्तामा हुने चाहिँ आज उद्देश्यविहीन राजनीति गरिरहेको छ। उद्देश्य छैन, के गरेको के बोलेको, कहाँ गएको, केही के टुङ्गो छैन, जे बोल्यो त्यही बोल्यो, जे बोल्नु भनेको छ त्यही बोली पठायो। भाषण यो गर्नुहोस् है सर दामी हुन्छ भने त्यही भाषण गरे, फर्क्यो भरे भुलिहाल्यो, भोलि फेरि कसले के भाषण गर्नु लाउँछ त्यही भाषण गर्यो। उद्देश्य छैन, एउटा सिद्धान्तै छैन, सिद्धान्त बिनाको। आफ्नो हिजो विपक्षमा हुँदाखेरि जे कुरा गर्थ्यो, यो भएन, त्यो भएन, त्यो ठिक भएन भन्थ्यो, आज जम्मै त्यही चाहिँ हिजो उहाँले ठिक भएन भनेको कुरा त्यही गरिरहेको छ, त्यही गरिरहेको छ। अनि उहाँको हातमा त म मोबाइल फोन बोकिरहेको देख्छु, प्रोग्रामतिर पनि मोबाइल फोन हेरिरहेको देख्छु। अनि आजकल त तपाईँको त धेरैजना सोसियल मिडिया चलाउनेले त पहिला बोलेको र अहिले बोलेको काटेर पनि हालेको हुन्छ। आफै यसो हेर्दाखेरि आफैलाई सरम पनि लाग्छ नि क्या, त्यसको देख्दा रातभरि निन्द्रा नआउनु पर्ने थियो। त्यतिखेर म त जोकर भएको छु जनताको अगाडि, पहिला यो भनेको रहेछु अहिले यो भनेछु भने आफैलाई लाग्नु पर्ने। अब त्यो आफैलाई नलागेपछि त अर्काको दुःख पीडा त के बुझ्छ त, अन्त केही पनि बुझ्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ सिक्किमको चाहिँ एकदम अब हाम्रो दिशा चाहिँ गलत दिशामा आज सिक्किम छ र यो गलत दिशालाई मोडेर सही दिशामा लाने प्रयास सिटिजन एक्सन पार्टीको हाम्रो प्रयास हो। र आज धेरैजना हाम्रो कुरालाई मन पराएर पार्टीमा जोइन गरेर विशेष गरी यङ युवाहरू आउनु भएको छ। तपाईँलाई सबलाई स्वागत छ, बधाई छ। तपाईँ हामी मिलेर अवश्य केन्द्र अगाडि लानुपर्छ। अनि हामी प्रगति चाहन्छौँ, हामी विकास चाहन्छौँ, ग्रोथ चाहन्छौँ भने चाहिँ उत्पादनमा वृद्धि गर्नै पर्छ। हाम्रो प्रोडक्टिभिटीमा व्यक्तिगत प्रोडक्टिभिटी होस्, हाम्रो उत्पादन क्षमता हामीले बढाएर लानुपर्छ। श्रमको उत्पादन बढ्नुपर्छ। हाम्रोमा स्किल्ड वर्कफोर्स तयार गर्नु, मैले अघि भने हाम्रोमा दक्ष मानव संसाधन तयार गर्दै लानुपर्छ। अनि त्यस्तो दक्ष मानव संसाधनले मात्रै हामी अगाडि जान बढ्न सक्छौँ। चाइनालाई आज हेरौँ, चाइनाले जुन चाहिँ तरक्की विकास गरेको छ, उनीहरूले सबभन्दा बेसी खर्च कहाँ गर्यो चाइनाको सरकारले भने दक्ष मानव संसाधनमा। उनीहरूले शिक्षामाथि खर्च गर्यो। अनि त्यो शिक्षा पनि कस्तो शिक्षामा, भोकेसनल एजुकेसनमा खर्च गरेको छ, स्किल्ड बेस्ड एजुकेसनमा चाइनाले खर्च गर्यो। र आज संसारमा आज चाइना सबभन्दा अगाडि छ।
चाइनामा आजकल तपाईको त्यहाँ एन्टरप्रेन्योर्सहरु देख्नु हुँदैछ, उहाँहरु वर्ल्ड मार्केटमा आफै रिच गर्दैछ, पुग्दैछ। आज वर्ल्ड मार्केटमा जुन जुन टप ब्रान्डहरु छ, ब्रान्डको तपाईको घडी होस्, तपाई टप ब्रान्डको लेडी पर्सहरु होस्, ब्यागहरु होस् या फोन आइफोनहरु होस्, जम्मै चाइनामा बनिएको। अनि खाली उहाँहरुले त्यो कम्पनीले एसेम्बल मात्र उहाँहरुले गरेको कुराहरु भन्दैछ। आज चाइनाको हरेक कुरो सस्तो छ, सबै कुरा खराब छैन चाइनाको, किनभने स्किल्ड म्यान पावर तयार गरेको छ र स्किल्ड म्यान पावर तयार गर्ने इम्पोर्टेन्ट कुरा हो। छुबाको भन्ने प्रोडक्ट त्यहाँनिर निकाल्छ, उहाँहरुको सल जुन चाहिँ निर्माण गर्छ, स्टुलहरु बनाउँछ, त्यो आज युरोपको मार्केटहरुमा जाँदैछ। अनि त्यहाँको आमाले, छुबा गाउँको आमाले त्यो निर्माण गर्छ। अनि उहाँहरु ट्रेनिङ गरेर यति साह्रो दक्ष, यति साह्रो स्किल त्यहाँको गाउँको आमाहरु हुनुहुन्छ छुबाको, त्यहाँ त उहाँहरुले बनाएको सलहरु चाहिँ आज युरोपतिर उड्दैछ। युरोपको मार्केटमा डिमान्ड छ, युएस तिर उहाँको डिमान्ड छ। भने त्यहाँनिर कसरी स्किल तयार गर्यो भन्दाखेरि त्यहाँको सानो एउटा कोअपरेटिभ बनाएर उहाँहरु आफैले बाहिरबाट मान्छे ल्याएर हायर गरेर ट्रेनिङ गराएर उहाँहरु आज त्यसरी प्रोडक्टहरु बनाएको छ। भने हौ त्यस्तो आज गाउँमा निर्माण हुन सक्नुपर्छ। हामी गाउँमा खालि फोन चलाउनु मात्रै होइन, तर हाम्रोमा केही न केही आज स्किल हुनुपर्छ। हाम्रोमा हामी उत्पादनशीलतालाई बढाउनु पर्छ। उत्पादन भयो भने मात्रै हामी अगाडि जान सक्छौं। र सिटिजन एक्सन पार्टीको प्रायोरिटी, हाम्रो प्राथमिकता भनेको उत्पादनमा हो, प्रोडक्सनमा हो, प्रोडक्टिभिटीमा हो। र हाम्रो सरकार जब सिक्किममा निर्माण हुन्छ, जब सिक्किममा हामी सिटिजन एक्सन पार्टीको सरकार बनाउँछ, यो जम्मै कुरालाई हामीले प्राथमिकता दिएर हामी सिक्किमलाई अगाडि बढाउने छौं। कसै पनि काम रहित काम बिना सिक्किममा हुने छैन। हाम्रो जति पनि सिक्किमको वर्कफोर्स छ, लेबर फोर्स हुन्छ, हामी सबैलाई काम धन्दा दिनेछौँ, उहाँलाई दक्ष मानव संसाधन निर्माण गर्नेछौँ। र यसरी सिक्किमलाई अगाडि बढाउने, अगाडि लाने हाम्रो सोच सपनाहरू छ। र तपाईलाई कतिलाई थाहा छ, कतिलाई थाहा नहुन सक्छ, अमेरिकामा 1930 को दशकमा 1930 मा त्यहाँनिर ठुलो संकट आइपरेको थियो। अनि विद्वानले त्यसलाई ग्रेट अमेरिकन डिप्रेसन भनेर भनेको थियो। त्यस समयमा अमेरिकामा आर्थिक रूपमा ठुलो क्षति भएको थियो। अमेरिकालाई गरिबी बढेको थियो, बेरोजगार, जसको काम रोजगार थियो, रोजगार धेरैले गुमाउनु परेको थियो, गरिबी बढेको थियो। त्यस समय धेरै मान्छेले अमेरिकामा यङ युवाहरूले विवाह गर्न सकेन, विवाह गरेन। बर्थ रेट पुरा घटेको थियो, जन्म दर पुरा घटेको थियो अमेरिकामा 1930 मा। त्यसलाई ग्रेट अमेरिकन डिप्रेसन भनेर विद्वानहरूले नाम दिएको छ। आर्थिक संकट अमेरिकामा आइपरेको थियो। अनि आर्थिक संकट आए पश्चात चाहिँ अमेरिकामा अनुसन्धान गरियो, रिसर्च गरियो कि डिप्रेसन किन भयो अमेरिकामा, ग्रेट अमेरिकन डिप्रेसन कसरी भयो भनेर। अनि त्यस समय अनुसन्धान गर्दा, रिसर्च गर्दा थाहा पायो कि 1930 भन्दाखेरि ग्रेट अमेरिकन डिप्रेसन सुरु हुनुभन्दा अगाडि अमेरिकाको जतिको देशको क्षमता थियो, क्यापेसिटी थियो, 85% त्यो देशको क्यापेसिटी क्षमता प्रयोगमा आउँदै थियो, युटिलाइज हुँदै थियो। तर 1930 को दशकमा चाहिँ त्यो घटेर चाहिँ 70% आयो र 15% चाहिँ अमेरिकाको जुन क्षमता थियो, क्यापेसिटी थियो, त्यो युटिलाइज नहुँदाखेरि चाहिँ अमेरिकामा चाहिँ बेरोजगारी बढ्यो, गरिबी बढ्यो, रोजगार धेरैले गुमाउनु परेको थियो। त्यहाँनिर बर्थ रेट घटेको थियो। 15% को क्यापेसिटी युटिलाइजेसन घट्दाखेरि अमेरिकाको त्यो हालत भयो। तर आज त्यसै घरमै बस्दाखेरि, अफिसमा गएर त्यसै बसेर काम बिना तलब दिँदाखेरि इन्जिनियरहरू, पढेका इन्जिनियरहरू छ, इन्जिनियर अफिसमा बसेर घुम्ने चौकीमा मात्र दिन बिताउनु पर्ने समय इन्जिनियरले त्यसरी बिताउने। आज सिक्किममा यति राम्रो डाक्टर, महान डाक्टरहरू छ, दिनमा उहाँले 8वटा 10वटा सर्जरी गर्न सक्छ, त्यो भ्याउन सक्छ, अनेकौं बिमारी एटेन्ड गर्न सक्छ। तर उहाँहरू पनि खाली बस्नु पर्यो। अनि गाउँमा पढेर आएकोले गाउँमा खाली बस्नु पर्ने। अनि दक्ष स्किल्ड मान्छे जो मान्छे गाउँमा अपोजिसनको हो भनेर उसलाई काम धन्दा नलाउने, काम धन्दा नदिने व्यवस्था सिक्किममा बनायो भने हाम्रो हालत के हुन्छ? हाम्रो बेरोजगार, हाम्रोमा जन्मदर नघटेर कसको घट्छ?
हाम्रोमा गरिबी नबढेर कसकोमा बढ्छ, हाम्रोमा बेरोजगारी नबढेर कसको बढ्छ त? र यो जम्मै कुराहरूबाट चाहिँ आज सिक्किमलाई चाहिँ कसरी अगाडि बढाउने सरकारकोमा चाहिँ योजना आउनु पर्यो। अझ सरकार त भोट चाहिँ कसरी जित्नु सकिन्छ भन्ने मात्रै कुरा गरेर अगाडि बढिरहेको छ। खालि उहाँहरूको 29 नसुर्ताउनु भन्छ। मान्छे आज यहाँ खानु लाउनु साह्रो परेछ, 29 नसुर्ताउनु भन्छ। आज घरको यङ छोरी, पढेको छोरा बेरोजगार भएर डिप्रेसनमा गएर कस्तो हालत भइरहेको छ। कति बेला सुसाइड गर्छ भनेर आमा बाउ थर्कमान भएर उसको ड्युटी गर्नु परिरहेको छ। 29 को भोट जित्ने सुर्ता उहाँलाई। त्यो घरको समस्या समाधान गरिदिने सुर्तामा छैन। आज कृषकहरू तपाईँ खेती गर्नु नपाएर, पानीको व्यवस्था, सिँचाइको व्यवस्था नभएर, जङ्गली जनावरले दुःख दिएर खेती गर्नु नपाएर कति चिन्तामा छ, सुर्तामा छ। उहाँको समस्या समाधान गरिदिने सरकारलाई त ध्यान छैन। भोट जितिहाल्छ, सुर्ता नहो, अपोजिसन नगरौ, हामी भोट जित्दैछौँ भनेर भन्छ। अनि भोट जित्ने अस्ति धेरैजना एमएलएले चाहिँ भन्दै थियो अस्तिदेखि, ए बुढाले वचन दिएको छ सुर्तै नगर्नु भनेछ भने जनताहरू उहाँको गुनासो लिएर जान्छ, काम केही हुँदैन। एमएलए को गुनासो लिएर जान्छ, एमएलए के हुन्छ, बजेट नै छैन, पैसा नै छैन, कहाँ हुन्छ भनेर भन्छ। अनि जनता त्यसरी रिसाउँदो रहेछ। रिसाएर अर्को पालि भोटमा त हामी हेर्छौँ नि भन्ने रहेछ जनताले। जनतालाई एमएलए के भन्छ सिक्किममा? के को सुर्ता? बुढाले पुरा वचन दिएको छ, जादु छले बुढाकोमा 29 को सरकार आइहाल्छ भनेर भन्दैछ भनेर एमएलए सबलाई भन्दैछ। अनि के चाहिँ हो जादु भनेर म अस्ति सोच्दै थिएँ। अस्ति आइतबार मैले कुरा पनि निकाले। फङ्गा उहाँले त अस्ति गएर मङ्गलबारको एसडिएम अफिस ओपनिङ गर्दा भनिहाले उहाँको जादु कसो अरे 26,000 रेगुलर हुँदैछ अरे, रेगुलर अर्डर दियो अरे, अब तलब पाउँदैछ अरे, 20,000 21,000 तलब पाइहाल्छ अरे। त भोट त मलाई नै दिन्छ, अरूलाई कसलाई दिन्छ? अनि अब 29 चुनाव आउँदा नआउँदा 30,000लाई नोकरी दिने अरे। अनि त्यो 30,000ले मलाई हामीलाई नोकरी दिन्छ। अनि त्यो मिलाउँदा 50,000ले घरमा 4-4जना भोट दिने भयो भने 2 लाख भोट पाएले जितिहाले, सरकार बनिहाले। कति राम्रो भएको क्यालकुलेसन हो। टिचर भन्थे पहिला, टिचर हो रहेछ, ठिकै क्यालकुलेसन गरेर सरकार बनाउने भयो। सरकार बनाउनु अब सरकारै बनाउनु हो भने त अहिले सिक्किममा सरकारी कर्मचारी जम्मै मिलाउँदा 80,000 सरकारी कर्मचारी छ। 17,000 जस्तो पेन्सनधारी छ, पेन्सन पाउनेहरू छ। अनि मिलाउँदा करिबन लाखको छेउछाउ चाहिँ अहिले नै छ सिक्किममा पेन्सन पाउने र सरकारी कर्मचारी। अनि उहाँलाई मात्रै खोजी राख्यो भने सरकार त आइहाल्छ नि त हो। त्यसको मतलब त उहाँले त त्यो त जोडेकै छैन। त्यो जो 26,000 देखि उता जुन चाहिँ करिबन 80,000 मा चाहिँ करिबन 60,000 सरकारी कर्मचारी चाहिँ जो चाहिँ उहाँ चाहिँ मेरिटमा इन्टरभ्यू पास गरेर लागेको नोकरीमा लाग्नेहरूले चाहिँ सरकारलाई विश्वास गर्न छोड्यो, मलाई विश्वास गर्दैन भने मलाई थाहा रहेछ। त्यसले भोट ढुट्यो, वर्गले भोट दिँदैन भनेर उहाँले, किनभने रेगुलरलाई त गन्ती नै लगाएको छैन नि त। 30,000लाई फेरि लाउने, भएकोलाई रेगुलर गरेकोले मात्रै भोट दिने भन्ने छ। र उहाँको आफ्नै काममा आफूलाई कन्फिडेन्स छैन, विश्वास छैन। अस्ति दियो उहाँले 26,000 नोकरी, 26,000 दिएको नोकरी 5 महिनाको तलब नदिएर चाहिँ हामीलाई सबै भएको सिटिजन एक्सन पार्टीको लिडरलाई मेसेज आएकै गर्छ, बोलिदिनुहोस् न, हाम्रो त 5 महिनाको तलबै दिने सरकारले, तलब नदिएर हामी त बाँकीमा छौँ, बोलिदिनुहोस् के बोलिदिनुहोस् भन्छ। पहिला त्यो 5 महिनाको तलब चाहिँ सरकार दिइहाल्नुहोस् न। सबभन्दा पहिला त्यो सरकार तलब दिनु पर्यो। अर्को कुरा, अझ सिक्किममा युवाहरूले, पढेको युवाहरूले बुझ्नुपर्छ, जो सरकारी कर्मचारी अफसरले तपाईँले बुझ्नै भएको छ। सिक्किममा यो सालको बजेटमा, यो बजेट चाहिँ उहाँले राखेको बजेट हो र यो बजेटमा चाहिँ हामीले बनावटी कुरा होइन। यो सालको बजेटमा तलबमा मात्रै, स्यालेरीमा मात्रै उहाँले 3,000 4,000 यहाँ चाहिँ 4,000 करोड चाहिँ तलबमा मात्रै उहाँले तलबमा पैसा दिनुपर्छ, स्यालेरी दिनुपर्छ, पैसा त्यति चाहिन्छ 4,000 करोड। तर आफ्नो कमाई चाहिँ योपालि सरकारले कति उठाउने, कति कमाई गर्ने भन्ने छ भने चाहिँ 3,038 करोड। अहिले तपाईँको व्यापारीहरूलाई जम्मै लाइसेन्स फी बढाएर, गुरुजीहरूलाई सबै गाडीको ट्याक्स बढाएर
अब जम्मै व्यापारीहरूलाई बढाएर तपाईको सिक्किमभरिको गरिबभन्दा गरिबलाई पनि आज बिजुलीको बिल पठाएर त्यहाँबाट वसुली गरेर जम्मै ढुङ्गा माटो जम्मै बेच्दाखेरि पनि उहाँहरूले 3083 करोड मात्रै पालि सरकारको आफ्नो कमाई छ। तलब दिनुपर्छ 4000 करोड। 1000 करोड त कमाई भन्दाखेरि तलबमा मात्रै यो साल मात्रै पुगेको छैन सरकारले। यो तलब दिनु मात्रै 1000 करोड पैसा छैन। भारत सरकारले पैसा दिएन भने सिक्किममा कर्मचारीहरूले तलब पाउँदैन, लोन लिएन भने तलब पाउँदैन। सिक्किम त्यो हालत छ। अझै 26-30,000लाई नोकरी दिने पैसा कहाँबाट ल्याउने सरकारले? नोकरी दिनुपर्छ, रोजगार दिने सरकारको जिम्मेवारी हो। तर यो तरिकाले सरकार डुबाएर चाहिँ हुँदैन। अनि अहिलेसम्म सरकारले सिक्किम सरकारले 26,000 करोडको ऋण छ, लोन लागेको छ। अनि 26,000 करोडमा चाहिँ 20,000 करोड चाहिँ यो 6 सालमा एसकेएम सरकारले मात्रै सिक्किममा लोन दिएको छ। भने यो आउँदो 5 वर्षमा पनि 20,000 करोड ल्यायो भने आउँदो 2029 को चुनाव छेउछाउमा चाहिँ 50,000 करोडको आसपास छेउछाउमा हाम्रो लोन पुग्छ। कसरी लोन तिर्ने सिक्किम, कसरी अगाडि बढाउने, त्यो कुरा पनि सरकारले बताउनु पर्यो। र जम्मैलाई नै यता टाइटानिक डुबेको जस्तो, टाइटानिकमा जति थियो सबजना जहाजमा डुब्यो, त्यसरी सिक्किम सबैलाई डुबाउने सरकारले कामहरू गरिरहेको छ र सिक्किमलाई मजबुत बनाउने कहीँ पनि काम भएको छैन। आज देशमा सबभन्दा आर्थिक अवस्थामा सबभन्दा साह्रो परेको चाहिँ हिमाचल प्रदेशको राज्य हो। हिमाचल प्रदेशले टाइममा कर्मचारीलाई तलब दिन सकिरहेको छैन। उहाँहरू सबभन्दा आर्थिक रूपमा कठिन अवस्थामा छ हिमाचल प्रदेशको। तर हिमाचल प्रदेश सरकारले पनि यो साल उहाँहरूको आफ्नो कमाई छ, 20,000 करोड उहाँले कमाउँदैछ सरकार, हिमाचल प्रदेश सरकारले। तर तलबमा उहाँहरूको हिमाचल प्रदेशले केवल 14,000 करोड मात्रै तलबमा उहाँले दिनुपर्छ। भनेपछि हिमाचल प्रदेशले आज उहाँहरू जस्तो राज्यले पनि जब साह्रो पर्दैछ तर पनि तलब दिएर पनि 6,000 करोड चाहिँ उहाँले पैसा उब्रिँदैछ उहाँहरूको कमाईबाट। भने हामी त 1,000 करोड घाटामा छौँ। भने हाम्रो भविष्य कसरी राम्रो हुन सक्छ, कसरी सरकारले यो कुरालाई ठिक तरिकाले अगाडि लाने त? यसमा सरकारको योजनै छैन। योजनाविहीन कम्पास बिनाको जहाज चाहिँ समुद्रमा छोड्यो भने हराउँछ। त्यो समुद्रमा कहाँ गएको बढ्नु त बढ्दैछ अगाडि, जानु त जाँदैछ जहाज, तर कम्पास छैन भने कहाँ जाने भने टुङ्गो हुँदैन। त्यस्तै तरिकाले सरकार त चल्दैछ, वर्ष त बित्दैछ, उमेर त हाम्रो जाँदैछ, तर कहाँ गएको के गएको टुङ्गो छैन। यो सरकारले कहाँ पुर्याउँछ टुङ्गो छैन। यसकारण यो सरकार गलत सरकार हो। सिक्किमको मान्छे धेरै झुक्के। किन झुक्के भन्दाखेरि क्रान्तिकारी भन्यो उहाँले। पार्टीको नाम पनि सिक्किम क्रान्तिकारी मोर्चा राख्यो, क्रान्तिको कुराहरू गर्यो। पार्टीमा खट्ने युवाको जम्मालाई क्रान्तिकारी भनेर उहाँलाई उपनाम पनि दियो अनि क्रान्तिकारी बनायो। अनि अब साँच्चै नै धेरैजना त क्रान्ति गरेको, क्रान्ति 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 भन्दै अब सरकारलाई सघायो। तर क्रान्ति भनेको के हो त? अझ सिक्किमले बुझ्नुपर्छ, क्रान्ति भनेको चाहिँ पुरानो व्यवस्थालाई बदलेर नयाँ व्यवस्था निर्माण गर्नु, त्यो चाहिँ क्रान्ति हो। र क्रान्ति गर्दाखेरि चाहिँ, रेभोल्युसन गर्दाखेरि चाहिँ उहाँहरूकोमा ब्लुप्रिन्ट हुन्छ। यो पुरानो यो व्यवस्था छ, यसलाई तोडेर नयाँ व्यवस्था, यो व्यवस्था निर्माण हुन्छ भने त्यसलाई चाहिँ भन्छ क्रान्ति भन्छ। त्यसलाई हुन्छ रेभोल्युसन। अनि त्यसरी क्रान्ति हुन्छ। र धेरै मान्छेले सिक्किममा आएको थियो, एसकेएमको क्रान्तिकारी पार्टी क्रान्ति नै होला, नयाँ व्यवस्था ल्याउँछ होला भन्ने आशा थियो। तर नयाँ व्यवस्थाको कुरा छोडौँ, पुरानो व्यवस्था भन्दा पनि बर्बाद व्यवस्था बनायो। अनि उहाँहरू चाहिँ क्रान्तिकारी होइन। उहाँहरूले चाहिँ भन्छ, यस्तोहरूलाई चाहिँ भन्छ नेपालीमा विद्रोहीहरू भन्छ। विद्रोही हो। विद्रोही भनेको विद्रोह गर्नु के भन्दाखेरि चाहिँ एउटा अथोरिटी, एउटा जुन चाहिँ मुखिया छ, जो चौकीमा बसेको छ, उसलाई हटाएर आफूले त्यो ठाउँमा जाने, त्यो जानुको लागि चाहिँ जुन चाहिँ एउटा अभियान अपनाउँछ त्यसलाई भन्छ विद्रोह भन्छ। र उहाँहरू चाहिँ विद्रोह, क्रान्तिकारी नै विद्रोहकारी हो। त्यस कारणले गर्दाखेरि हिजो मुख्यमन्त्रीको ठाउँमा आज गोले साहब गएर बस्यो, मुख्यमन्त्री भयो। हिजो भएको मन्त्रीमा अरू गएर मन्त्री भयो, अरू भएको एमएलएमा उहाँहरू गएर बस्यो, अरू भएको पञ्चायतमा उहाँहरू गएर बस्यो। अनि त्यहाँबाट चाहिँ पहिलाको भन्दा पनि खराब व्यवस्थालाई चाहिँ अगाडि बढाइरहेको छ उहाँहरूले।
र यो पार्टी चाहिँ क्रान्तिकारी होइन, विद्रोहकारी पार्टी हो। र उहाँहरूले खाली जाने विद्रोह गर्नु मात्रै जानेको छ। यदि क्रान्ति नै हो भने उहाँकोमा सिक्किमको लागि ब्लुप्रिन्ट हुनु पर्थ्यो। सिक्किमको लागि उहाँहरूले केही न केही राम्रो कुरा गरेको हुनु पर्थ्यो। र त्यस्तो केही पनि आज सिक्किममा उहाँले गरिरहेको छैन। र सिटिजन एक्सन पार्टीको सबै युवा साथीहरूलाई, मजदुर साथीहरूलाई तपाईँलाई आह्वान गर्न चाहन्छु, तपाईँ हामीले एउटा ठुलो जिम्मेवारी लिएको छ। सिक्किमलाई साँच्चै नयाँ दिशा, नयाँ बाटो दिने हामीले तय गरेको छौँ। यो सुधारको बाटो, सुधारको मार्ग अन्तर्गत सिक्किमलाई सठिक मार्गदर्शन गर्ने हाम्रो उद्देश्य हो। यसकारणले गर्दाखेरि यो उद्देश्य प्राप्तिको लागि हामीले कडा सङ्घर्ष, कडा मेहनत गर्नुपर्छ। र पार्टीको हरेक तहमा रहनुहुने लिडर्सहरूले आफ्नो जिम्मेवारी बुझेर तपाईँले पार्टीमा काम गरिदिने तपाईँलाई म आह्वान गर्न चाहन्छु। र सिक्किममा भएको गलत कुरालाई हामीले लगातार केन्द्र सरकारलाई पनि अवगत गराउँदैछौँ। केही दिन अगाडि मात्र हाम्रो पार्टीका केही लिडर्सहरूले केन्द्र सरकारको वित्त मन्त्रालय, फाइनान्स मिनिस्ट्रीमा गएर त्यहाँको अफिसरसँग चर्चा परिचर्चा सिक्किमको अवस्थामा गरेको छ। अनि उहाँले गर्दाखेरि सिक्किम सरकारले जसरी सिक्किमलाई त ढाँट्यो, केन्द्र सरकारलाई यति साह्रो डाकमा यति साह्रो ढाँटिरहेको छ। र यो ढाँटीको कुरा हामीले उहाँलाई उजागर गर्यौँ पार्टीको तर्फबाट। र के भन्दाखेरि सिक्किम सरकारले ओल्ड पेन्सन स्किम यहाँ लागू गर्ने भनेर क्याबिनेट एप्रुभल पनि लियो, क्याबिनेटले पास गरेर नोटिफिकेसन पनि जारी गर्यो। अनि यहाँ सिक्किमलाई सबलाई मक्ख बनायो। ओल्ड पेन्सन स्किममा हामी फर्किँदैछौँ, नेसनल पेन्सन एनपीएसबाट भन्यौँ। तर केन्द्रमा फेरि उहाँले चिठी लिएको सिक्किम सरकारले, हामी चाहिँ ओल्ड पेन्सन स्किम लागू गर्दैनौँ, सिक्किममा नयाँमै बस्छौँ, नेसनल पेन्सन स्किममै बस्ने, र हामीले पाउनु पर्ने लोन चाहिँ एनपीएस अन्तर्गत हामीले लोन दिनु भनेर तलबाट लोन लेखै छ। र हौ यो कुरा हामीले अस्ति केन्द्रमा कुरा राखेको छौँ। र हाम्रो लिडर्सहरू तल राख्दाखेरि फाइनेन्स मिनिस्ट्रीको अफिसरहरू यति साह्रो छक्कै पर्नु भएको छ। अनि यत्रो ढाँट्नु सक्यो यो सरकारले भनेर भन्नुपर्छ, फाइनान्सले, वित्त मन्त्रालयले। अनि यति साह्रो तल पनि ढाँट्दैछ। र केन्द्रलाई हामी यो कुराहरू बताइरहेको छौँ। र एक दिन विश्वास छ केन्द्र सरकारले यो कुरा बुझ्नेछ र सिक्किम सरकारलाई सही दिशा, सही बाटो उहाँले देखाउनेछ भन्ने हामी आशा राखेको छौँ। र जति पनि अन्याय सिक्किममा हुँदैछ यो कुराहरू हामीले विशेष कुन निकायमा हामीले राख्नुपर्ने, त्यो निकायमा हामी निरन्तर रूपमा हामी राखिरहेको छौँ। यो पनि तपाईँलाई म अवगत गराउन चाहन्छु, अवगत गराएँ। र अब सिक्किममा अहिलेको सरकारले जसरी जनतालाई आतंकित बनाएको छ, त्रासित बनाएको छ, पोलिटिकल टेरोरिजम सिक्किममा सुरु गरेको छ, यो आतंकबाट सिक्किमे जनता अब बाहिर निस्किनु पर्छ, सिक्किमे नागरिक बाहिर निस्किनु पर्छ। कहिले यो आतंकमा रहने र जबसम्म जनता यो आतंकित भएर रहन्छ तबसम्म उहाँले हेपी नै रहन्छ। र हेपिनुबाट उठ्नु हो भने जनताले आवाज उठाउनै पर्छ। आज अन्तर्राष्ट्रिय श्रमिक दिवसमा हामीले त्यो श्रमिकहरूबाट जसले सिकागोको यो मार्केटमा ज्यान दिए उहाँबाट प्रेरणा लिनुपर्छ। त्यस समयमा त्यति बेलाको श्रमिकहरूले ज्यान आहुति दिएर यो सङ्घर्ष नगरेको हो भने आज पनि विश्वभरिका श्रमिकहरूले 8 घण्टा काम गर्ने अवसर पाउँदैन होला। उहाँले अहिले पनि 10 घण्टा 12 घण्टा 15 घण्टा लगाइदियो होला। तर उहाँको योगदानले आजको श्रमिकहरूले कार्य गरेका अवसर पाएको छौँ, हामीले हक अधिकार पाएको छौँ। अनि अब हाम्रो पनि आउने पिँढीहरू आउने पिँढीले खडा गरेर आफ्नो हक अधिकार लिएर बाँच्ने माहौल बनिनु हो भने आजको पिँढीले हामीले हामीले सेक्रिफाइस गर्नुपर्छ। यस्तो डिक्टेटर सरकारसँग लड्नको निम्ति सबैको तर आउनु पिँढी चाहिँ सिधै निहुराएर झुकाएर हिँड्नु पर्छ। त्यसको लागि सङ्घर्ष गर्नुपर्छ। त्यसको लागि सङ्घर्ष गर्नु आह्वान गर्न चाहन्छु सम्पूर्ण सिक्किमेलाई। अनि हाम्रो तपाईँलाई धोका दिँदैनौँ। हाम्रो पार्टीले दिएको